42औं वर्षको उमेरमा पनि हुन त मान्छे अनन्त समयसम्म उमेरले कहिले पनि मान्छे बुढो हुँदैन पढ्ने विषयवस्तुमा। मैले त्यहाँ अध्ययन गर्दाखेरि चाहिँ हामीसँग 80-81 वर्षको बुबाहरू पनि हामीसँग पढ्नुहुन्थ्यो। न दाइ भन्ने न चाहिँ अब के भन्ने अङ्कल भन्ने खालको अङ्कलै भनिन्थ्यो। कतिपय त्यो उमेर समूहका विद्यार्थीहरू पनि हामीसँग पढ्नुहुन्थ्यो र त्यो पढाइमा कहिले पनि उमेरले छिर्दो रहेछ। 42 वर्ष भनेको त हामी यङ नै मान्छे हौँ र त्यो अलिकति थोरै तपाईँहरूलाई के सुनाउनु पऱ्यो भने यो जुन मेरो अध्ययनले मैले जो एजुकेसन लिडरसिपमा यो दर्शनशास्त्रीय अध्ययन मैले पुरा गरेँ र यो पुरा गरेको ज्ञान सिप र क्षमतालाई चाहिँ यो विद्यालयलाई यो समाजलाई र शिक्षक शिक्षिका तपाईँहरूको जीवनमा पनि मैले सकेसम्म चाहिँ तपाईँको जीवन परिवर्तनको निम्ति तपाईँहरूलाई ज्ञान सेयरिङ गर्ने विषयमा रूपान्तरणको हुने विषयमा म त्यो सेयर गर्नेछु र तपाईँहरूले पनि मसँग भएका कुराहरूलाई केही कुराहरू चाहिँ सेयर गरेर लिनुहुनेछ भन्ने विश्वास पनि मैले राखेको छु। र यो कस्तो हुँदो रहेछ भने यो पढ्न चाहिँ पढिराख्ने मान्छेलाई त्यति धेरै गाह्रो हुँदो रहेछ, तर टाइम कन्ज्युमिङ र दिनुपर्ने विषयवस्तु चाहिँ पागलै हुने गरी हुँदो रहेछ। मैले त्यो फिल गरेँ। कतिपय मान्छेले त तपाईँको एमफिल गर्दाखेरि चाहिँ यति लामो तारी पालेर खाना बिर्सेर त्यो मान्छे त यस्तो पो भयो अरे भन्ने पनि त्यहाँ सुनिन्छ, तर मलाई चाहिँ त्यस्तो फिल कहिले पनि भएन। म चाहिँ एकदम इन्जोय साथको साथ अलिकति लामो समयसम्म चाहिँ टाइम दिन्थेँ। मैले त्यो अब काठमाडौँ युनिभर्सिटीमा यो दसैँ पछाडिबाट चाहिँ बढी टाइम दिएँ। त्यो बढी टाइम दिँदाखेरि म लगभग 11 बजीसम्म त म युनिभर्सिटीमा हुन्थेँ। कहिले भूपा सरले फोन गर्नुहुन्थ्यो, अब सपना म्यामले घरबाट गर्ने, अरू सरहरूले कहिले काहीँ यसरी गर्नुहुन्थ्यो। त्यतिखेर म युनिभर्सिटीमै हुन्थेँ र त्यहाँबाट युनिभर्सिटीमा चाहिँ तपाईँहरूले कोही जोइन हुनुभयो भने त्यहाँ यसो तपाईँहरूले बुझ्नुभयो भने मलाई सबै प्रोफेसरले चिन्नुहुन्छ र सबै त्यहाँका विद्यार्थीले चिन्नुहुन्छ। के नामले चिन्नुहुन्छ भने मेरो डिफेन्समा पनि त्यो जम्मा 10वटा युनिभर्सिटीका सरहरू हुनुहुन्थ्यो। मेरो एस्ट्रोनट सुपरभाइजर चाहिँ विदेशको हुनुहुन्थ्यो र उहाँहरूले चाहिँ के भन्नुहुन्छ भने यो बिहानदेखि बेलुकासम्म 11 बजेसम्म कोही विद्यार्थी पढ्छ भने त्यो राजेश खत्री डिफेन्समा भन्छ चाहिँ त्यहाँको प्रोफेसर सरले भन्नुहुन्थ्यो 11-12 बजे 1 बजेसम्म कोही मान्छे युनिभर्सिटीमा हुन्छ भने त्यो एउटा सेक्युरिटी गार्ड हुन्छ र यही आज हामीले जो विद्यार्थीको डिफेन्स दिइरहेको छौँ त्यो विद्यार्थी हो। लाइब्रेरीमा बसेर मेहनत गरेर पढ्ने एउटा सेक्युरिटी गार्ड हुन्छ, एउटा राजेश हुन्छ भनेर सरहरूले मेरो त्यहाँनिर एडमायर गर्नुभयो, प्रशंसा गर्नुभयो। त्यसले गर्दाखेरि मलाई अलिकति मेरो मेहनतले गर्दाखेरि पनि अलिकति त्यो सजिलो भयो र हामीले मेहनत चाहिँ गर्नुपर्ने छ, परिश्रम गर्नुपर्ने छ। र त्यसको साथसाथै तपाईँलाई एउटा खुसीको कुरा पनि सुनाउँछु। मैले चाहिँ काठमाडौँ युनिभर्सिटीबाट चाहिँ 10 लाख रुपियाँ मैले छात्रवृत्ति स्कलरसिप पनि प्राप्त गरेँ र जम्मै हामीले चाहिँ सबै प्रोभिन्सबाट जम्मा 11 जनाको त्यो कुनै अब त्यो विभिन्न समुदायकोबाट चाहिँ प्रतिनिधित्व हुने गरी चाहिँ र अनलाइनको क्लासहरू रेगुलारिटी अन्य जिपिएका कुराहरू होइन सबै कुराहरूलाई हेर्दाखेरि मैले जेन्सबाट स्कलरसिप मैले नै जितेर मैले त्यसलाई चाहिँ के भयो भने पढाइ पनि सकेँ लगभग र मैले त्यही पैसा मैले अलिकति कन्ट्रिब्युट थपेर अहिले यो आउँदाखेरि गाडी पनि लिएर आएँ मैले र अरू पैसा पर्सनली त्यस कारणले के हुँदो रहेछ भन्नुहुन्छ भने मान्छेलाई इम्पोसिबल भन्ने कुरा के हुँदो रहेछ, पोसिबिलिटीहरू धेरै हुँदो रहेछ। हामीले पढ्ने कुरालाई निरन्तरता हामीले दिनुपर्दो रहेछ अत्यन्तै मेहनत परिश्रमका साथ। र त्यो भयो भने सजिलो हुने रहेछ। र मलाई र अब यो विषयमा मलाई यो जुन दर्शनशास्त्रीय अध्ययन पुरा गर्नको निम्ति चाहिँ धेरै मान्छेहरूको चाहिँ हात छ, स्टेक होल्डर रहेछ। पहिलो कुरा त भूपा साथीहरूलाई धेरै धन्यवादको पात्र हुन्छ। सरले जति पनि इन्करेज गर्नुहुन्छ, सरले सकेर आइसके पछाडि चाहिँ यो स्टाफहरूमा चाहिँ एउटा चाहिँ हामी बधाई कार्यक्रम राख्छु पनि सरले भनेको मलाई थाहा छ भनिराख्नुहुन्थ्यो सरले। र म यहाँ नभए पनि चाहिँ विशाल सर, विशेष गरी अब यो एडमिनिस्ट्रेसनको पोइन्ट अफ भ्यूबाट भन्दाखेरि लिडरसिपको दृष्टिकोणबाट भूपाल सर र अरू सबै शिक्षकहरूको उत्तिकै चाहिँ कोलाबोरेसन छ। कोलाबोरेसन टिमवर्कको कारणले गर्दाखेरि म ढुक्क भएर बसेँ र मैले त यो 1-1.5 महिना त फोन सम्पर्क पनि कतिपय उठाइन पनि कतिपय गरिनँ पनि। अब होइन चल्दै जान्छ, नआयो फोन सम्पर्क गरिराख उठाइराख भनेदेखि त्यहाँ कामै नहुने। त्यो भएको कारणले गर्दाखेरि उहाँहरूको कन्ट्रिब्युसन राम्रो छ र फ्यामिलीको पनि मेरो
विशेष गरी अब छोरी यो छोरीले चाहिँ बाबा तपाईँ डक्टर हुनु है भन्ने छोरीले शुद्ध मैले डक्टर पढाइहाल्यो होइन उसलाई अब त्यही थियो अनि अब सपना म्याम त्यो फ्यामिलीलाई पनि अब चाहिँ मेरो एउटा ड्रिम हो तपाईँले जसरी सक्नुपर्छ है भन्ने सपना म्याम थियो र सबैको चाहिँ र प्रकाश भाइको चाहिँ ए भाइ लु त 5,000 पैसा पठाउँछ अब विद्यार्थी नै भएर बस्यो ल सर भन कहिलेकाहीँ त तपाईँको यो विद्यार्थी कस्तो हुँदो रहेछ भने अब यहाँ चाहिँ 1-2 हजार खाँचो नहुने त्यहाँ चाहिँ यसो गोजीमा हेर कहिलेकाहीँ त तपाईँको 50 रुपियाँ मात्रै पैसा हुने ल सकिहाल्यो पैसा ल सकिहाल्यो युनिभर्सिटीले खाना खुवाउँथ्यो 40 रुपियाँमा खाना खुवायो एकदमै सस्तो त्यहाँको खाना र अरू पैसाहरू चाहिँ तपाईँको सकिहाल्ने त्यो छिटो के विद्यार्थी जस्तै जीवन भयो त्यो 4-5 महिना चाहिँ र अब प्रकाश सरले भिडियो गर्नुहुँदै विशेष गरेर यो चाहिँ सामाजिक सञ्जालमा पनि आउँछ के भन्दाखेरि यो चाहिँ सामाजिक रूपान्तरणको निम्ति अनि मेरो यो योगदानलाई यो जुन अध्ययनलाई म पुरा गर्नेछु समाज परिवर्तनको निम्ति यस विद्यालयमा पढ्ने विद्यार्थीहरूको निम्ति र कसरी शिक्षामा चाहिँ नयाँ ट्रान्सफर्मेसन ल्याउन सकिन्छ परिवर्तन ल्याउन सकिन्छ भन्ने कुरामा पनि म काम गर्छु र मलाई यो ठाउँमा पुर्याउने प्रोफेसर सरहरू धेरैजना हुनुहुन्छ देश विदेशमा रहने साथीभाइहरू हुनुहुन्छ जस्तै अब तीको कुरा गर्दाखेरि चाहिँ प्रोफेसर धनपति सुवेदी प्रोफेसर मनप्रसाद वाग्ले प्रोफेसर डाक्टर बासु सुवेदी प्रोफेसर रेवत ढकाल शेषकान्त पङ्गिनी प्रोफेसर चाहिँ धेरै प्रोफेसर सरहरूले चाहिँ मलाई गाइड गर्नुभयो सपोर्ट गर्नुभयो र यो चाहिँ उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद छ र आज तपाईँले यो कार्यक्रम राखेर मलाई यो ज्ञापन कार्यक्रम राख्दाखेरि म धेरै एकदमै आभारी छु र म पिएचडीतिर पनि म चाँडै जाने तयारीमा छु तर्खरमा छु म गइहाल्छु त्यो धेरै प्रब्लम छैन मैले वही पत्ता लगाइसकेको छु यो बाटो यो माध्यम हो भन्ने कुरा मलाई इजी गइने छ त्यति धेरै गाह्रो छैन र पढिराख्ने मान्छेलाई तर के भन्छ मान्छेले चाहिँ यो चाहिँ अत्यन्तै यो फलामकै चिउरा खाए जस्तो दारी जुमै पार्नुपर्ने केसै खुवाउनु पर्ने होइन त्यो चाहिँ अलिक बढी नाटक पनि गरेको रहेछ अहिले पढ्दा पनि थाहा पाइयो तर अब के हो भने मिहिनेत गरिराख्ने मान्छेलाई यो इम्पोसिबल केही पनि छैन सम्भव हो यो त्यत्रो ठुलो मैले अब पढेको अब यही पढिराख्ने मान्छेलाई कोही के छ भने हलो जोतिराख्ने मान्छेलाई चाहिँ साँगुरो ठाउँमा पनि उसले हलो जोत्न सक्छ फरक ठाउँमा पनि जोत्न सक्छ अप्ठ्यारो ठाउँमा पनि जोत्न सक्छ कहिलेकाहीँ लड्न पनि सक्छ अब हामीले के गरेको छ पढ्ने मान्छेले पढाइको कुरा काम गरेको हो एउटा त मेडिकल गर्ने मान्छेले चाहिँ डक्टरले अपरेसन गरेन भने के गर्छ त्यसैले यसलाई त्यत्रो धेरै ठुलो पनि छैन तर यसले के भने व्यावहारिक रूपमा चाहिँ यसले अब मेरो जीवनमा विद्यार्थीको जीवनमा सबै सामाजिक रूपमा पनि यसलाई चाहिँ म प्रयोग गर्नेछु भन्ने कुरा पनि भन्न चाहन्छु धन्यवाद